आदरणीय साथीहरू नमस्कार। आज म तपाईहरुलाई हालै नेपाल सरकारले केही महिलाहरूको लागि ल्याउन लागेको ब्लू बसको बारे र समग्र पछिल्लो केही घटनाक्रमबारे केही छलफल गरौँ भन्ने हो। हुन त आफूलाई लागेका विषयहरू राख्दा कसैलाई नराम्रो लाग्न नि सक्छ। त्यसमा नराम्रो लाग्ने साथीहरूले तपाईलाई जसरी नराम्रो लागिरहेछ मैले भनेर त्यसैगरी अरूले भनेर मलाई पनि के आफ्नो प्रतिक्रियाहरू दिन लागे हुन सक्छ भन्ने हिसाबले सोचिदिनु होला, बुझिदिनु होला। हाम्रो देश नेपाल विभिन्न जात जाति, धर्म, लिङ्ग, पेशा, भौगोलिक अखण्डता, हिमाल, पहाड, तराई, विशेषता अनुसार भूगोल, जनसङ्ख्या, भाषा, लिङ्ग फरक फरक ढङ्गले बनेको देश। यसमा कसैलाई कोही चिज असाध्यै प्यारो लाग्छ, कसैलाई कोही चिज फेरि त्यही कुरा अरूलाई नराम्रो पनि लाग्न सक्छ। त्यसले समग्रमा हामी व्यक्तिगत रूपमा राम्रो लाग्यो कि नराम्रो लाग्यो भन्दा पनि समग्रमा यो देशको आम जनताको जीवनमा कति परिवर्तन पार्यो, फरक पार्यो भन्ने कुरा मुख्य कुरा। आजभोलि बजारमा सरकारको 100 दिनको उपलब्धि भनेर केही हल्ला गरेर देखिन्छ। सरकारले 100 दिनमा केही गरेन भन्ने कुरा पनि होइन, गरेछ। जस्तो अव्यवस्थित सुकुम्बासीलाई हटायो तर बिना योजना हटायो, गरेकै हो। अव्यवस्थित हटाउनु पर्ने थियो तर योजना बिना पहिला हटाएपछि त्यसपछि यस्तो गर्छु भने आज होल्डिङ सेन्टरहरूमा त्यसको बिजुहरू तपाईँ हामीले हेर्न सक्छौँ होइन। सुरुमा 1-2 दिन मासु भात खाएर भन्दा सरकारले यस्तो गरेको थियो, त्यस्तो होइन। मान्छेको जीवन भनेको 1-2 दिन खान पाउने ठुलो कुरा होइन। त्यसले चाहिँ सामाजिक मनोविज्ञान, बालबालिकाको त्यो दिमागमा पारेको मनोविज्ञानको असरहरू र त्यसले दीर्घकालीन रूपमा के नतिजा निकाल्छ त भन्ने कुराले धेरै ठुलो अर्थ राख्छ। त्यसपछि संसदमा राष्ट्रपतिले आफ्नो गरिमामय उपस्थितिमा कुरा गर्दै गर्दा प्रधानमन्त्री निस्किएर उठेर हिँड्नु। अझ फेरि अर्को कुरा, संसदमा बोल्दै बोलेन भन्नु, बोल्न लाग्दाखेरि नेपालले पनि भारतको सिमाना मिच्यो भन्दैन। आजसम्म कोही पनि विश्वहरूले अर्को देशै खाँदा त हाम्रो सिमाना मिच्या छैन भनेको थियो। यसो हाम्रो कुटनीतिक पहल र हाम्रो क्षमताहरू, हाम्रो नेतृत्व कस्तो रहेछ भन्ने कुरा हो। अर्को कुरा, त्यतिखेर कतिको याद गर्नुभएको छ, देश चलाउन पैसा चाहिन्छ, यो करको दायराहरूमा कुरा आएको थियो। पैसा चाहिन्छ, त्यो पैसा चाहिँ हामी भावनाले हुँदैन, हामी करको दायरा बढाउँछौँ भनेको थियो। त्यसले गर्दा आज आम मान्छेलाई प्रभाव पार्ने गरी हस्पिटलमा कर, सार्वजनिक हस्पिटलहरू राम्रो थियो भने निजीमा कर लाउनु असाध्यै राम्रो हुन्थ्यो। किनभने सार्वजनिक सेवा सुविधा हुँदाहुँदै पैसा भकाहरू जाने त हो नि भन्ने हिसाबले गफ गर्न सकिन्थ्यो, त्यो एउटा तर्क पनि मिल्थ्यो। तर आज हाम्रो देशको हालत यसरी हेर्नुहोस् त, के सार्वजनिक हस्पिटलहरू सुधारिएको छ, त्यहाँ उपचार गर्ने त्यहाँ चाहिँ कार्यरत कर्मचारीहरूको मनोविज्ञान ठिक छ। आज हामी हजारौँजना भिड हुन्छ लाइन बसेर टिकट काट्नु, त्यसपछि एउटा डाक्टरलाई पालो भेट्न 2 घन्टा 4 घन्टा कुर्नु पर्छ। त्यसपछि एउटाले औषधि लिन्छ, फलान ठाउँबाट चेक गरेर आइज, त्यहाँ फलानको रिपोर्ट लिएर आ भन्दा त्यहाँ जानु पर्ने, अर्को 2 घन्टा गर्छ। एउटा बिरामी निको हुन्जेल त उसलाई घुम्दै सकिन्छ। अनि आज सरकारी सेवा नसुधारिकन निजीलाई चाहिँ कर लाउने कुराले जनतालाई न्याय गर्छ। शिक्षामा पनि त्यही हो होइन। सक्छौ भने मन्त्रीमण्डलबाट सुरु गर, सक्छौ भने तिमीलाई सांसद भएर सुरु गर न। सांसद, मन्त्री, जनप्रतिनिधि र कर्मचारीहरूले निजी स्कुलमा पढाउन नपाउने, त्यसपछि सुध्रिन्छ होला होइन। यो लागत छ त तिनीहरूसँग छैन नि। तिनीहरू सुशासन अथवा चाहिँ समाज बदल्न आएकै होइन भने तिनीहरू नारामा, भ्रममा, सेन्टिमेन्ट ब्ल्याकमेलिङ भन्छ यसलाई, यो ब्ल्याकमेलिङ गर्न आएको हो। त्यो सफल पनि भएको छ। यो एल्गोरिदम, मोबाइलको जुन टेक्नोलोजीमा अहिले हामी छौँ, त्यसले चाहिँ कयौँ मान्छेहरूलाई एउटा न्युज कसैले फेक हाल्दियो भने पनि त्यो रियलै हो भने जस्तो पर्छ। कयौँ कुरा हामीलाई सोध्छन्। 2012तिर एउटा घटना घटेर न्युज आएको हुन्छ, त्यो आजभोलि हेर्दाखेरि कहिलेकाहीँ क्लिक आइपुगेर त्यो नि घटना सत्य हो भन्ने मान्छेले सोधिरहेको कुरा हामीसँग पनि छन्। त्यो भएर मिडियालाई
उपयोग भन्दिनँ म, दुरुपयोग व्यापक गरेछ। यसको नतिजा त बिरुवा रोपेपछि त्यसले दिने फलमा गएपछि हेर्न सकिन्छ, अझ केही समयपछि हेर्न सकिएला। आर्थिक हिसाबले देश अहिले पुरै डामाडोल अवस्थामा छ। असार मसन्त भनेको छ, बैङ्कहरूले सहकारीहरूले किस्त च्यापिरहेछ, बजारहरू टोटल सुनसान छन्। करोडौँ ऋणमा लगानी गरेका होला, 1-2 जना माफिया होलान्, तर कयौँ मान्छेहरू ऋणमा केही हुन्छ कि भन्दा गरेका नेप्सीहरू आज धराशय परेछ। अर्थतन्त्र कुनै पनि हिसाबले सुधार उन्मुख छैन, झन् बिग्राउँदो छ, खस्काउँदो छ। बजारमा चाहिँ मेन सहरहरूमा सटरहरू खाली भइरहेछन्। युवाहरूलाई विदेश पठाउँदैनौँ भन्न फुर्ती लाउँथ्यो, आज तिनले जितेर आउनुभन्दा डबल भार एयरपोर्टमा छ। अहिले त तिनले त युद्ध भएको देशमा नि खोलिहाल्यो, त्यहाँ पनि अब गइहाल्छन्। मान्छेलाई बाध्यता पनि छ जानुलाई, विदेश जान रहर हुँदैन त भन्यो, तर विकल्प दिन सक्छौँ त। 100 दिन भनेर कति हुन्छ? एउटा इन्डियन नाइट भन्ने फिल्ममा 24 घन्टाको रिल हेरेर बस्ने तिमीहरूले यो देश बनाउन सक्छौ? तिमीहरूसँग प्लान छ? आज पनि कयौँ बस्तीहरूमा सामान्य पानी पर्दा बाटो रोकिने, बाढीले घर पुरिने, भित्तो चाहिँ लडेर आएर घरहरू पुरिने, मान्छेहरूको क्षति भएको छ। यो कुरामा तिमीहरू जानकारी छौ र? आज पूर्व पश्चिम हिँड्ने यात्रा गर्ने मान्छेहरू बिचमा अल्पत्र छन्, उनको बारेमा सोचेछ? जीविको चलाउनलाई असाध्यै धौधौ भएर जे भयो नि गर्दै भनेर गर्न नसकेपछि त्रिशुलीमा हाम फाल्नेको सङ्ख्या आज वृद्धि भएको छ, आत्महत्या गर्नेको सङ्ख्या वृद्धि भएको छ। यसको दोष सरकार र राज्य होइन र? राज्य भनेको जनताको लागि कानुन बनाउने हो कि कानुनको लागि जनता तयार गर्ने हो? हुन त हुने खाने र हुँदा खानेको बिचको अन्तरै यही हो। हुने खानेले एउटा ढङ्गले सोध्छ भने हुँदा मात्रै खानेले फरक ढङ्गले सोचिरहेको हुन्छ। त्यो कुरा यो अहिलेको सरकार सांसद चाहिँ नौरङ्गी बिरङ्गीहरूलाई थाहा छैन, नौटङ्कीहरूलाई थाहा छैन। कोही रत्न पार्कमा र 2-4वटा मिडियामा उठेर आए, कोही अरबौँ सम्पत्ति इलिगल ढङ्गबाट कमाएर आए, कोही बारबरा फाउन्डेसनबाट आए, कोही टिओबी भन्ने ग्याङबाट आए, कोही सिंहदरबार जलाइदिन्छु भनेर आयो। आज त्यही शब्द अरू कसै नागरिकले सिंहदरबार जलाउँछु भनेर लेख्यो भने उसलाई साइबर क्राइम लाग्छ होइन? आफूले कर्म गर्न नसकेपछि अथवा परिणाम दिन नसकेपछि हार त स्वीकार्नु पर्ला नि। भोटको हिसाबले जित्या छौ, ढिल्कियाइ छ, ठिक छ। जनमत ल्याउनेहरू सबै सधैँ सही हुन्छन् त। कहिलेकाहीँ भिडले पनि गलत कुरा गर्छ, कहिलेकाहीँ जनमत पनि गलत ठाउँ प्रयोग गर्छ। इन्डियाको सिक्किम लाँदा ल्यान्डुक दोर्जेहरू बहुमतमा थिए, तिनीहरूले संसदबाट पासै गर्यो, मन्त्रीमण्डलबाट क्याबिनेटबाट निर्णय गर्यो। आज सिक्किमी जनताले आफ्नो भाषा, संस्कृति, कला, रहनसहन त पाए, तर नेपाली भन्न पाए त? हुन त हाम्रो देशमा कहीँबाट पनि शासित नभएर हामी जता गए नि के हुन्छ र भन्ने एउटा मनोविज्ञान छ। त्यो गाउँघरको शान्तिको सामन्तीदेखि सहरमा बस्ने ऐसा आराम गर्ने माफियासम्मले त्यो कुरा गरेको छु। तर राष्ट्रियता भन्ने कुरा इरानसँग हेर्न सकिन्न। आफ्नो देशको सर्वोच्च नेता जसलाई अमेरिकाले दिनदाडै गोली हानेर मार्यो, आफ्नो देशको सर्वोच्च नेता मर्दाखेरि करोडौँ मान्छे सडकमा आएन। राष्ट्रियता भने त्यो होला नि त। अब अमेरिकाले भनिएको आतङ्कवाद इरानीलाई मान्ने कि इरानका जनताहरू चाहिँ आफ्नो देशको पक्षमा रहेछन् भनेर मान्ने हो त? तर्क र विश्लेषण कहाँ गर्ने? त्यो आम जनता अब गलत, एउटा ट्रम्प एउटा ठिक। भेनेजुलाको राष्ट्रपतिलाई ट्रम्पले जसरी उठाएर लग्यो त्यो न्यायोचित थियो? शक्ति हुने र बल हुने र धन हुने जे भने पनि ठिक हुन्छ भन्ने हाम्रो परम्परा कहिलेसम्म राखिरहन्छौँ र हामीले यो परिवर्तन आशा गर्छौँ? हुन त गाउँघरतिर घर परिवारको सम्पत्तिमा गफ हानेर
देश चाहिँ बिगारेकै हो भन्ने, तर कहाँबाट बिग्रेको के भएर बिग्रेको थाहा नपाउने र आफ्नोलाई गर्दाखेरि 3 चोटि 4 चोटि अनुदान पाएर 5औं चोटि नपाउनेहरूको असन्तुष्टिको जमात देखिरहेछ। हिजो एमाले काङ्ग्रेस माओवादीमा चाहिँ चरम अवसर लिएर अर्को पार्टीमा गएका नयाँ भन्नेहरू पनि देखिरहेछ। परिणाम निस्किन टाइम लाग्ला, तर त्यसले गर्दा असर के हुन्छ भने हामी जसले यो समाज साँच्चै इमान्दारीपूर्वक बनाउन खोजिरहेछ, यो समाज परिवर्तन गर्नुपर्छ भन्ने आएको छ, यस्ता शक्तिहरू ओझेलमा पर्ने र केही सेन्टिमेन्टमा र भावना उत्तेजनामा आएर गलत मान्छेलाई नेतृत्व बनाउँदा त्यसको भागीदार लामो समयसम्म देश हुनुपर्ने अवस्था नआउला भन्न सकिन्छ। आज के परराष्ट्र नीतिहरू सबै ठिकठाक छ। आज हाम्रो उत्पादन चाहिँ हुने कुरामा ध्यान दिएछ। किसानले ठ्याक्कै धान लगाउने बेलामा, ठ्याक्कै मकै रोप्ने बेलामा मल पाउँदैन। अनि सुशासनको कुरा सुन्ने र हो हजुर हो गर्नु हो भनिदिनु पर्ने, यो कस्तो सुशासन? कसका लागि सुशासन? निजी स्कुल, निजी हस्पिटल, मरेका लासमाथि कर लाउनेहरू, काठमाडौँमा 2-5 वटा ब्लू बस सञ्चालन गरेर कसको मन जित्न खोज्यो? लाखौँ गरिबहरूलाई सडकमा लिएर आएर कसलाई चाहिँ त ओहो भन्न लगायो? त्यो त हेर्न सक्नुहुन्न। हुन त आलोचनामा रमाउने र तैँले के गरिस् भन्ने एउटा जमात छ, त्यसको अगाडि यी कुराहरू सबै गौण हुनसक्छ, तर साँच्चै समाज बदल्ने भने इमान्दारीपूर्वक लाग्नुपर्छ। एकछिन र 1 घन्टाको आवेगले देश बदलिँदैन, समाज बदल्ने, चेतना बदल्ने। तपाईँलाई खुद हेर्नुहोस् त, तपाईँले आजसम्म एउटा ढुङ्गा पन्छाउनु भयो बाटोमा? एकजना समस्यामा परेको मान्छेलाई सहयोग गर्नुभयो? यो पालि मेरोलाई अनुदान चाहिँदैन, ऊ फलाना मेरो छिमेकीलाई दिनुहोस् भन्नुभयो त? अनि तपाईँ चाहिँ अवसरवादी नहुने, यो कुरा गर्यो भन्ने मान्छे चाहिँ अवसरवादी हुने? तपाईँ हिँड्ने बाटोमा कसैले काम गर्दै थियो जहाँ तपाईँ सधैँ घर हिँड्नुहुन्छ, त्यो बाटो असाध्यै गुणस्तरहीन तरिकाले बनाउँदा तपाईँले प्रश्न गर्नुभयो, तर प्रश्न गर्नेलाई आरोप लगाउनु। आज तपाईँको गाउँको शिक्षा प्रणाली कस्तो भएछ तपाईँले कहिल्यै प्रश्न गर्नुभयो, तर प्रश्न गर्नेमाथि आरोप लगाउनु भयो। अनि तपाईँबाट सुशासनको अभ्यास हामी सिक्नुपर्ने अनि मान्दिन पर्ने। यसैले आम युवा सचेत वर्गलाई मेरो अपिल छ, आज हामीले जे बगिरहेछौँ यो सत्य कुरा छ। आज हामी अनजानमा जानेर होइन, यसको मतलब सबै गलत म ठिक भने होइन। आज हामी अनजानमा कुनै न कुनै देशले युज गर्ने ठाउँमा पुगेका छौँ। हामी सचेत हुन जरुरी छ। हाम्रो आज एयरपोर्टबाट पढ्छु भनेर बिदाई गरेका युवाहरू बाकसमा फर्किएको तीतो यथार्थलाई तपाईँले हेर्नु पर्दैन। आज परिवारहरू विघटन अवस्थामा छ। तपाईँहरू गफ गर्नुहुन्छ, घमण्ड गर्नुहुन्छ, विदेश किन जान नपाउने, यहाँ हो। आज परिवारहरू विघटन छैन। हजुरबाउ गाउँमा छ, बाउ सहरमा छ, छोरो विदेशमा छ। 3 पुस्ता आज 3तिर छ। उनीहरूको एकै ठाउँ मिलन पनि छैन। को कतिखेर मर्छ? हजुरबाउ भन्दा उमेरको कारणले नाति चाँडो मरेर बाकसमा प्याकिङ गरेर एयरपोर्टमा बिदाई लिन जानुपर्ने हुन्छ। हिजो रुँदै बिदाई गरे, आज रुँदै लास लिन जानुपर्ने हुन्छ। यो अवस्था सिर्जना भएको आज हिजोको कारणले मात्र हो र? आज हामीले केही सुधार गर्न सक्दैनौँ। हिजो त गलत गर्नेहरू थिए, ल ठिक छ, यो देश भुट्नेहरू, भ्रष्टाचार गर्ने, लुट्नेहरू थिए। आज त हामी जान्नेलाई छान्ने होइन, परिवर्तन गर्ने भनेर आएका मान्छेहरूले सुधारको लागि के गर्यो? हाम्रो सुधार भनेको त्यही हो, नामको सुधार, रूपको सुधार, अनुहारको सुधार। त्यसैले आम जनसमुदायमा मेरो अपिल छ, हामी एकचोटि खुल्ला दिमागले सोचौँ, खुल्ला हृदयका साथ सोचौँ। नभएका होइन, परिवर्तन धेरै भएका छन्। त्यसलाई संस्थागत गर्न, त्यसलाई हाम्रो घर दैलोसम्म पुर्याउन, हाम्रो चाहिँ प्रत्येक मान्छेको जीवनसँग अनुभूति गर्ने गरी परिवर्तन गर्न सकिएका छैनन्। त्यो कुरा सत्य हो, तर केही नभएको भन्ने जुन भाष्य बनाइदिएछ त्यो कुरा गलत छ। हामी सचेत भएर सोचौँ। फेरि अर्को टाइममा गर्ने बाचासहित बिदा हुन्छु।